साइलेज केको लागि भन्दा जुन लिन पिरियड हुन्छ जुन पछिल्लो टाढो बेलाको पिरियडमा त्यतिखेर घाँसको अभाव हुने भएको कारणले गर्दा साइलेज बनाइयो भने इयर राउन्ड चाहिँ हामीले हरियो घाँस र न्युट्रिसियस घाँस चाहिँ प्रोभाइड गर्न सक्छौँ यिनीको लागि भनेर साइलेज र अनि अर्को हेगो प्रिन्सिपल चाहिँ आएको र यो डाइरेक्टली खुवाए पनि हुन्छ थोरै एमाउन्टमा होइन भने अन्य घाँसहरूसँग सुक्खा घाँसहरूसँग मिक्स गरेर खुवाउन पनि सकिन्छ भन्ने कुरा नै हो टपिक गर्नु। आज विशेष गरी हामी मकै हो, मकैलाई अब भन्दाखेरिमा त हाम्रो मिल्दो स्टेजसम्म अलिकति अब घुवा लगाइसकेपछि भन्ने कुरा हो। अब अहिलेसम्म हामीले अलिकति मिआइडी स्टेजकै मेजलाई अहिले हामी प्र्याक्टिकल बेसिसमै प्रयोग गर्दै आएको छ र अहिले यसमा चाहिँ प्रोटिनको मात्रा अलिक बढी र फाइबरको मात्रा कम हुन्छ, त्यसले गर्दा फर्मेन्टेड नहुने कि भन्ने कुरा हुन्छ। त्यही भएर उसको स्टेज भनेको चाहिँ अब फ्लावरिङ स्टेज र सिल्किङ स्टेजमा गऱ्यो भने चाहिँ बेस्ट हुन्छ साइलेज बनाउनु। फर्मेन्टेसनको लागि विशेष गरी आफै पनि फर्मेन्ट त भइ नै हाल्छ, तर जाडोको समयमा चाहिँ फर्मेन्ट अलिक कम हुन्छ कि भनेर त्यसलाई अलिकति लङ टाइमसम्म 45 दिनदेखि 2 महिनासम्म राख्नु सक्नु हुन्छ र ल्याक्टोबेसिलस पनि हाल्यो भने अलिक छिटो फर्मेन्ट गर्छ भन्ने तरिकाले जाडोयाममा बढी चाहिँ अन्य एडिटिभ्सहरू एड गर्न चल्नुहुन्छ। गर्मीमा त्यति धेरै एड गरेर पाइँदैन, त्यो पनि हामीसँग भएको जे छ सामानहरू हामीले एड गर्छौँ, फर्दर रिजल्ट चाहिँ पछि हेर्छौँ। र यसलाई हाम्रो आज चाहिँ प्लास्टिक ब्यागमा राखेर हामीले साइलेज बनाउँदैछौँ। धेरै जस्तो चाहिँ हाम्रो ट्रेन अथवा चिज साइलो भनेर चाहिँ पढ्ने चलन चाहिँ देख्नु ठाउँमा त्यसमा देखिन्छ। स्मल फार्मर्सहरूले नर्मल्ली गाउँघरतिर गर्ने भनेको यस्तै टाइपको साइलेजहरू अलिकति धेरै हेभी मात्रामा घाँस भएको बेलामा साइलेज बनाउने भन्ने कुरा पढियो र टेक्निक्स त्यही नै। अब यसमा हामीले काट चप गरिसकेपछि अब मोइस्चर लेभल हिजो हामी काटिसके डाउन भइसकेको छ, 60-65%मा झार्ने हो। कसैले चाहिँ पहिले चप गर्छ न सर्टेन सुकाउने चलन छ, हामी कसैले चाहिँ सुकाइसकेपछि चपिङ गर्ने चलन छ। त्यो ठाउँअनुसार फरक पर्ने कुरा हो। र यो भइसकेपछि हामीले यसमा 1%मा चाहिँ ल्याक्टोबेसिलस होइन, ल्याक्टोबेसिलस एज अ फर्मेन्टेसनको लागि ल्याक्टिक एसिड फर्मेन्टिङ ब्याक्टेरिया हो। यो चाहिँ यसमा सरेर छर्ने गर्छौँ। छर्दाखेरिमा हामीले पानीमा घोलेर स्प्रे गर्ने गर्छौँ। यसो छोरा धुलोको ठाउँमा गर्ने हुनसक्छ, पानीमा सटेर चाहिँ 1% बनाएर राखेर सरेर चाहिँ घोलेर चाहिँ हामीले स्प्रे गरियो भने त्यसले बेटर फर्मेन्टेसन हुन्छ भनेर यो प्रयोग गरिन्छ। अर्को हामीले नुन पनि ल्याएको छौँ, कतिपय ठाउँमा नुन पनि प्रयोग गरिहाल्छ एज अ प्रिजर्भेटिभको रूपमा, लङ टर्म प्रिजर्भेसनमा हेल्प गर्छ, फङ्गस ग्रोथहरू मोल्ड हुन दिँदैन भनेर नुन पनि छर्किने चलन छ। यो पनि 1 to 2% का दरले चाहिँ राख्ने चलन छ। त्यस्तै गरी अर्को भनेको कतै कतै युरिया पनि, युरिया भनेको सर्टेन नट मोर देन 3% पर सोल्युसन भन्छ। भनेको 1 kg यो छ भने त्यसमा 30 ग्रामको झोल बनाएर 30 ग्रामको युरिया हालेर झोल बनाएर स्प्रे गर्ने चलन छ। त्यो भनेको ब्याक्टेरियालाई खानको लागि प्रोटिनको सोर्स हो र फेरि फर्मेन्टेड हुन सजिलो हुन्छ भनेर चाहिँ युज गर्ने चलन चाहिँ आएको छ। कतिपय केसमा अब घाँस सँगसँगै अन्य सिट्रस पल्पहरू अन्य कुराहरू अन्य घाँसहरू पनि मिसाएर राख्ने चलन पनि पाइएको छ। अरू यति नै हो, मिनरल्सहरू यति हो। अनि अर्को कुरा अलि ड्राई भएको केसमा हामीले सर्टेन एमाउन्ट पानी पनि छर्न पर्ने हुनसक्छ। 8-10% पानी छरेर त्यसको लेभल भनेको 60-65% चाहिँ बढाउनु पर्छ। मोइस्चर कन्टेन्ट भयो भने फर्मेन्टेसन हुँदैन, ढिलो हुन्छ। त्यो भएको कारणले गर्दा त्यो कुराहरू छन्। अन्य कुराहरू त्यही नै हो। प्रोसिजर त भन्छ अब हामीले प्लास्टिक ब्याग ल्याउँछौँ, त्यसमा मजाले फिल गर्नुहोस्, टाइट गर्ने हो एनारोबिक फर्मेन्टेसन गर्नुको लागि, त्यहाँको अक्सिजन जति रिमुभ गर्नुको लागि टाइट गर्ने हो। भएको अक्सिजन चाहिँ पछि चाहिँ अक्सिडाइज भएर हराउँछ र पछि चाहिँ फर्मेन्टेड भएर साइलेज चाहिँ हाम्रो करिब 1 महिनामा गर्मीको सिजनमा 15 देखि 20 दिन पछाडि नै सुरु हुन्छ र त्यति रेडी हुन्छ। हामीले चाहिँ अलिकति हाम्रो ल्याबमा गएर ढाकेर राख्नु पर्छ। कतै कतै कालो प्लास्टिक पनि युज गरेर हामीले त कतै चाहिँ नर्मल्ली तपाईँहरूले मसरुम बनाउँदाखेरि जुन प्रोसिजर फलो गर्नु भएको छ त्यही प्रोसिजर फलो गर्ने हो। 21 दिनसम्म अँध्यारो कोठा भने पनि अथवा चाहिँ ढाकेर राख्यो भने त्यो गऱ्यो भने चाहिँ फर्मेन्टेड हुन्छ र भइसकेपछि त्यसको कलर हरियोबाट अलिकति येल्लोइस ब्राउन टाइपको कलर हुन्छ र हामीले निकालेर हेर्दा निचोड्दाखेरिमा चाहिँ के हुँदा चाहिँ पानी चाहिँ हातमा लाग्छ तर तलपट्टि चुनु हुँदैन। अहिले चुयो भने त्यसलाई राम्रो मानिँदैन, ब्याड क्वालिटी चाहिँ साइलेज हुन्छ। र साइलेज नर्मल्ली अब 14% मेजको हामीले हेर्दाखेरिमा नर्मल्ली हेर्दा अब 8 देखि 10-12% हुन्छ भने चाहिँ यदि हामीले साइलेज बनायो भने 12-13%सम्म अलिकति 2-4% चाहिँ त्यसको के भन्छ प्रोटिन कन्टेन्ट बढेको हुन्छ र मजाले अब एनिमललाई खुवाउन सकिन्छ।